गाइस वेलकम टु माई भ्लग। आज हामी जाँदैछौँ लाइट गर्दाखेरि ओहो त्यहाँ राजन आइछ कि त्यहाँ राजन होइन जिप्पाइतिर भन्ने जिप्पाइतिर भन्ने भ्लगमा त यस्तो नभन्ने त्यस्तो त्यस्तरी सिधा नगर भनेको किनकि राम्रोसित हुँदैन नि त। गाइस हामी पुगेको छौँ होइन, हामी ढाकाभन्दा टोल्न छौँ अहिले पुग्दैछौँ पुगिसक्यो हामी भित्र छौँ त्यहाँ होइन पुग्दैछौँ चटपटिन ठाउँ जाँदैछौँ होइन गाइस। हिँड्दा हिँड्दा कस्तो म अलिक छिटै हिँड्छु जस्तो फिल हुन्छ। आहा यो रुखहरू देखेन त्यो त्यस्तरी होइन क्या देखाउने यसलाई म के भनेर सम्झाऊँ जसरी सक्ने यस्तरी भवाल छैन गाइस। त्यो कुन ठाउँबाट कमेन्टमा गरिदिनुहोस् होला। त्यो स्कुलको नाम के अरे भाइ? राइजिङ स्टार सरी पहिला थियो राइजिङ स्टार त गण्डकी आदर्श हो। गण्डकी आदर्श अहिले गण्डकी आदर्श हो क्या जम गरेर पनि देखिन्न। तपाईँहरूले कतिको के देख्नुभयो भन्नु है गाइजहरू। त्यो पनि तँलाई राम्रोसित देखेकै पनि थिएन भाइ। अमिसको जस्तै स्टाइलमा हिँड्न गयो पिङ्की, अमिसको जस्तै स्टाइलमा। हामी चाहिँ आइसकेका छौँ लामा डरको हल्का तल हो नि त, लामा त हो त माथि हो नि त भाइ। आहा उतै कति पसल बन्द भएको हौ? कति बन्द भएको हौ चापा त्यति पनि लासमा लग एकछिन काटेँ मैले। त्यसरी होइन गाइस चटपट लिन जाँदा चटपट पसलै बन्द भयो है। चटपट पसल बन्द भएको छ। ए अब हाम्रो त महिनै भयो गाइस। अर्को बाटो जाम अनि अब अर्को बाटो जाने हो। बिहान चटपट बन्द छ अनि ओ अनि त हुनुहुन्छ त अनि चढेको पसल के भनेको तिर आऊ खोल्छ अरे। अब म के भन्छु? वाह गाइस दुनिया में कैसे कैसे लोग रहते हैं यार। तो अल्छी भएको हो यो आन्टी। आन्टी भी क्या बात है कि हम अस्ति नै पनि अझ भन्दै थियो त बिहान आएको थियो बिहान आउँदा त अब बिहान वाह त कहिले पनि खोल्दैन। बच्चाहरूले पनि फ्री फायर खेल्छ। भाइहरू त फ्री फायर खेलिरहेको छ नि। भाइ फ्री फायर खेलेको हो? कति लेभल हो नि? आमा भाइ त गेमिङ पर्स्यो हामी सारे यस्तो खुसी हाल्नु नि गाइस म यहाँबाट छिर्यो। हामी चाहिँ अब चाहिँ ऊ त भित्री बाटो जाँदैछौँ नि त। गाइस त्यो साइड हान्नु मन लाग्यो नि। त्यो पनि जालीले छेकिदिइहाल्छ नि अन्त। हामी चाहिँ यो बाटो जाँदैछौँ गाइजहरू र म हजुरहरूलाई चाहिँ सानो भ्यू देखाउँछ है। ए हटै त नाच मेरी जान हो के मगन तू हेलो सारे आमा हिँड्नु उयो हेर्नु यहाँ आइज नि पछाडि आइज कस्तो भयो झन् अझ के भन्दा नि ल गाइस पानीमा हो हो नि बवाल छैन गाइस भ्यूहरू त। गाइस मकैबारी हामी चाहिँ अर्कै त उसको घरमा त आउन थालेको नाम नगर्दिउँ होइन पब्लिक नाम त थाहा छ हामीलाई हाम्रो घरमै आउनुहुन्छ। ए मेरो सरी घर पेन्टी कलाको घर बेजत त नहान्नु न असिम दिदीको कहिले नाम पब्लिक गरिदिस् त ला। अरे कमेन्टमा
गाली खानु पनि सकिन्छ नि त कस्तो राम्रो छ यार भ्यू तूने सिखाया जीने का निस्सा यही तूने बताया नाच मेरी जान होके मगन तू छोड के सारी चिन्तु परन्तु यहाँबाट चाहिँ कसरी जानुहुन्छ भन्नु होला तर यता छ बाटो चाहिँ अब म माथिबाट चाहिँ एकचोटि गुल्टिस बवाल छ नि त नजारा तिनवटा भ्लग मिस भयो यार म चाहिँ यहाँ टुप्पोमा चढेर म चाहिँ भ्यू नदेखिँदो रहेछ यार खस्ला यार म यहाँबाट खसेर गुल्टी भने त गुल्टी खल्थेँ गाइस म रोनाल्डो भने मकैबारी बबाल छ यार गाइस म यस्तो रोनाल्डोको पोजमा बसेको छैन फेरि अर्कोले फेरि देखाइदिएला रोनाल्डोको पछि त मलाई भाइ ए नदेखाउनु त्यस्तो तर गाइस सरी हजुर हामी त चटपट लिन गएको थियौँ अनि फेरि पसलै बन्द रहेछ कि पसलै बन्द रहेछ कि त्यही भएर कहाँ त्यही छ एकछिन है हामी चाहिँ आयौँ यता भिडियो फटफटी ल्याएको थियो त्यता जाने भने यता कुना काप्चुको बाटो राम्रो हुन्छ नि त हाम्रो फेरि टोलमा पुलिसले नि नभेटाउने होइन पुलिसले नि भेटाउने यहीँबाट छ जाम भए यता जाम त्यता जान्छ ए जता छिरेन गल्ली गल्ली ठाउँ हो यहाँ चाहिँ राम्रो छ जियोस् लुक्ने चाहिँ लुकुडुममा चाहिँ चल्छ यो अब कसको घर भन्नै परेन अब 1K सब्सक्राइब भएपछि म सबको कुराहरू पब्लिक गर्नेछु है गाइस अनि एउटा उस पनि किन्छौँ हामी के भन्छ अरे त्यसलाई हातले यस्तो त्यो मोबाइल हटाउने अनि त्यसलाई के भन्छ के भन्छ त्यसलाई फोन स्ट्यान्ड किन्छस् तैँले भन्नुहोस् जे के 2-3 लाख लाख त पर्दैन होला त्यसको रुपिस कति भन्छ 50-60 हजार भन्छ होला सायद भन्दैन कमेन्टमा भन्नु त कति पर्छ भनेर है कम हो त भने अनि ब्लगहरू चाहिँ हामी टिकटकमा नि हाल्नेछौँ टिकटक नहाल्ने त्यो हुन्छ अन्त तपाईँहरूले हालिदिनु भयो भने हालिदिनु भयो न त हामी त हाल्दैनौँ हामी त यस्तै त हो नि पारा मकैबारी जाने हो र हाम्रो टोलमा फेरि खतरा ठाउँमा के यहीँ यता भर्खरै आएको होइन त्यतै र अनि यता त जाऊँ न अहिले हाम्रो कस्तो गल्ली गल्ली हो यता र गएर हामी ऊ त्यता नि गल्ली गल्ली हो देख्नु हाम्रो त फेरि हराइन नि डर हुन्छ है कता कता छिरिन्छ हो ओके मगन तू छोड के साडी चिन्तु परन्तु ए के अरेको व्हाट इज द फ्लावर नेम अफ फ्लावर कमेन्टमा गरिदिनु होला जोडिदिउँ र मलाई थाहा छैन ए गाइजहरू हामी त चोर बन्यौँ होइन गाइज चटपट अब यो मेरो बोयफ्रेन्डलाई लडेर हामी चटपट लिन कसलाई ए भन् नाम त नभनौँ अस्ति नै नाम भन्नु मेरो बोयफ्रेन्ड छ यतिहरू गाने गाइज मेरो छैन मेरो पनि छैन कोहीको छैन यहाँ हामी सब सिङ्गल हो सिङ्गल है गाइज सिङ्गल हो कि मिङ्गल हो त मलाई चाहिँ थाहा सिङ्गल भनेको थाहा अन्त गाइज मेरो घर आए म भिडियो बनाउँदिन्छु यो चाहिँ मेरो घरको यहाँ त के गाइस पुलिस आयो पनि थाहा पाउनु कि यस्तो गली गली छ अब यताको गली गएर उताको गली निस्किन्छ देख्नुभयो नि त्यहाँ अघि कस्तो यो घरबाट चोर हुँदै गएको पुलिस पनि पहिला त यसले पनि थाहा नपाएको कोहीलाई नथाहा पाएको होइन गाइज यहाँ हेर्नुहोस् त के हो देख्नुभएको थियो के भिडियो बनाएको बोडी चोरी गर्छ यार होइन गाइज जे यस्तो यहाँ अहिलेको मान्छेको दिमाग छैन हुन्न कि होइन गाइज
अहिलेको मान्छे भनेको त चोर मात्र सम्झिन्छ होइन गाइज यस्तो हामी आफ्नै बारीको खाएको त्यसको बाटो हामी त आफ्नै बारीको होइन यो चाहिँ मेरो घरको मकै बारी होइन गाइज यो मेरो उसको आफ्नै बारी हो यहाँ हेर्नु यहाँ त धेरै जस्तो खाने नपा जस्तो छ होइन यति होइन गाई ओ रोशनी हेर्नुहोस् उहाँको पारा ए गाई हेर्नुहोस् तर मैला रहेछ कि गाई चाहिँ एक्टिङ फेरि यस्तो बवाल गर्नुहुन्छ उसले त एक्टिङ बिचराको खसेर मै भयो होइन गाइज यहाँ यो डक्टर अङ्कलको घर डक्टर अङ्कल यहाँ छु म अब हाम्रो घर पुग्यो यो हो हाम्रो घर गाइज अब हामी हिँडिरहेको छौँ होइन हामी घर पुग्यौँ गाइज मन गर्न लाग्यो म घर पुगेँ फाइनली गाइज म फाइनली घर पुगेँ होइन हालिसक्यो हालेको हो अरे यहाँ हुनुहुन्छ हाम्रो अङ्कल यहाँ मेरो बहिनी दीक्षा चौधरी गाइज मेरो गाइज हामी आयौँ होइन गाइज हामी आयौँ घरमा ल थ्याङ्क यू टाटा थ्याङ्क यू टाटा बाई